हेलो गाइस, वेलकम ब्याक टु माई न्यू ब्लग। आज म चाहिँ केदारनाथबाट घर जाँदै नेपाल जाँदैछु। नेपाल जाँदै गरेको क्रममा बिच बाटोको भिडियो हो। म चाहिँ केदारनाथबाट म हरिद्वार पुगिसकेको छु। हरिद्वार एउटा इन्डियन बस काउन्टर रहेछ, एउटा नेपाली बस काउन्टर रहेछ। मलाई चाहिँ थाहै थिएन। नेपाली बस काउन्टरमा गएर म टिकट काटेँ। टिकट काटिसकेपछि रातिको 8-9 बजे जान्छ गाडी, नेपाल जाने गाडी 8-9 बजे जान्छ भन्नुभयो। अनि हामी चाहिँ सबै साथीहरू मिलेर हामी चाहिँ हिँडिसकेको र एउटा गर्मीको सिजन पनि थियो र गर्मी अत्याधिक बढिरहेको थियो। हामी चाहिँ हरिद्वारको तीर्थस्थल नदीमा गइसकेको छौँ। त्यहाँ मूर्ति पनि देख्न सक्नुहुन्छ र त्यहाँ एउटा मन्दिर पनि देख्न सक्नुहुन्छ। गङ्गा चाहिँ एकदम ठुलो थियो, त्यहाँ सबै नुहाउँदै थिए। हामी चाहिँ गङ्गा चाहिँ एकदमै ठुलो थियो र हामी चाहिँ त्यहाँ गइसकेपछि सबै नुहाउँदै हुनुहुन्थ्यो। हामी पनि अब नुहाउनु पर्छ भनेर एकछिन साइडमा बस्यौँ र गफगाफ गऱ्यौँ। त्यसपछि चाहिँ हामी नुहाउनु पर्छ भनेर सबैले कपडा खोलेर हामी चाहिँ कपडाहरू खोल्दै हुनुहुन्छ। आधी चाहिँ गइसक्नु भयो नुहाउनुको लागि, म चाहिँ गएको छैन। आधी नुहाउँदै हुनुहुन्छ, हाम्रै साथीहरू नुहाउँदै हुनुहुन्छ र म चाहिँ गएको छैन। म चाहिँ भिडियो बनाउनुको लागि एकछिन चाहिँ कुरेर म पसलबाट हामीले खानेकुराहरू लगेको थियौँ। खानेकुराहरू खाँदै थिएँ, भिडियो बनाउँदै थिएँ, रमाइलो भयो। त्यसपछि म चाहिँ नुहाउनु गइसकेर धेरै पौडी खेल्न त आउँदैन, त्यही पनि थोरै पौडी खेलेर हामीले रमाइलो गऱ्यौँ सबै। जे होस्, आजको दिन चाहिँ रमाइलो गरेर बित्यो भन्नुपर्छ। अब चाहिँ हामी चाहिँ धेरै बेरसम्म नुहाइसकेपछि चाहिँ हामीले कपडा लगाउँदैछौँ। कपडा लगाएर अब हामी चाहिँ गाडी आउँछ। बेलुका पनि हुन लागिसक्यो, 8 पनि बज्न लागिसक्यो। बोडी देखाउँदै हुनुहुन्छ, 8 पनि बज्न लागिसक्यो। 8 बजेर अब हामी चाहिँ अब 8:30 बजीतिर गाडी आउँछ भनेको। अब हामी चाहिँ नुहाएर त्यहाँबाट कपडा लगाएर त्यहाँबाट हामी हिँडिसकेको छौँ। त्यहाँ चाहिँ एउटा खतरा मूर्ति रहेछ क्या। अनि हामी चाहिँ बाटो लागिसक्यौँ। बाटो लागेर पनि आधी बाटो आइसक्यौँ। हामी चाहिँ अब अगाडि हिँड्दै हुनुहुन्छ साथीहरू। अन्त कोही मामा हुनुहुन्छ, कोही दाइ हुनुहुन्छ, कोही भाइ हुनुहुन्छ होइन। अब कोही नचिनेको हुनुहुन्छ, सँगै एउटै ग्रुप हो। अब केदारनाथबाट आइसकेपछि सँगै घर आउने, नेपाल आउने एउटै ग्रुप थियो। र हामी चाहिँ बस काउन्टरमा आयौँ। हाम्रो सामान चाहिँ त्यही बस काउन्टरमा राखेको थियो। बस काउन्टरबाट हामीले अटो बुक गरेर हामी चाहिँ बस स्टेसनसम्म गइसकेपछि हामी चाहिँ गाडी चढेर चाहिँ निस्किसकेको छौँ। त्यहाँबाट हामी हरिद्वारबाट निस्किसकेको छौँ। गाडी निस्किसकेको छ। गाडी चाहिँ हरिद्वारबाट केही समय हिँडिसकेपछि चाहिँ हाम्रो गाडीमा पेट्रोल सकिएको रहेछ। त्यसपछि पेट्रोल पम्पमा गएर हाम्रो गाडी ड्राइभरले चाहिँ पेट्रोल पम्पमा लग्नुभयो। लगिसकेपछि पेट्रोल हाल्नु गयो। पेट्रोल हाल्ने मान्छे त्यहीँ हुनुहुन्छ र पेट्रोल हालिसकेपछि त्यहाँबाट धेरै बेरसम्म हिँडिसकेपछि खाना खाने समय आयो। खाना खानामा चाहिँ मैले मुख धोइसकेपछि हाम्रो खाना पनि रेडी भएर आइसकेको छ। टोकन काट्नु पर्दो रहेछ। अनि खाना पनि एकदम मिठो थियो, खायौँ र खाना सबैले खाइसकेपछि त्यहाँबाट पनि हामी निस्क्यौँ। र अब हाम्रो नाइट यात्रा हो। नाइट यात्रामा त अब रातिको 1-2 बजिसक्यो। 2 बजिसकेपछि अब मलाई पनि निन्द्रा लागेको थियो र त्यहाँ गाडीमा भएको सबैलाई धेरै निन्द्रा लागेको थियो र सुतिसक्नु भएको रहेछ। मलाई चाहिँ राति निन्द्रा लागेन। त्यही 3-4 बजी सुतेको थिएँ। बिहान भइसकेको छ, 8 बजिसकेको छ। बाहिर गाडी रोकिसकेपछि के भयो भनेर हेर्छु त बाहिर रेलको लागि रोकिएको रहेछ। रेल पनि आयो गयो। साथीहरू के कस्तो लाग्छ तपाईँहरू चाहिँ प्रतिक्रिया दिनु होला। म नयाँ भिडियो बनाउँदैछु। फलो, लाइक, कमेन्ट गरिदिनु होला। सो गाइज, बाई बाई। नेक्स्ट भिडियो आउँछ।